बङ्गलाचोली भिउडार निवासी पदमबहादुर पुन अहिले सफल व्यावसायिक रूपमा स्थापित हुनुभएको छ। उहाँले यो सफलता हासिल गरेको जम्मा 7 वर्ष मात्र भएको छ। बसोबासको लागि पुनको ढुङ्गा माटोले बनाएको सानो कच्ची घर छ। त्यही घर वरिपरि काठको ठेली राखिएका छन्, जसलाई सामान्य भाषामा घम भनिन्छ। यो घम स्थानीय मौरी पालनका लागि सबैभन्दा भरपर्दो र सुरक्षित आवास मानिन्छ। लोकल मौरी पालनबाट राम्रो आम्दानी देखेर यो व्यवसायमा हात हालेको हुँ। पुनले भन्नुभयो, एक वर्षमा कार्तिक, चैत र साउन महिनामा मह निकाल्न सकिन्छ। विशेष सिजनमा तोरी, चिउरी जस्ता फुल फुलेका बेला 15 दिनको फरकमा मह काट्ने गरेको उहाँ बताउनुहुन्छ। मौरी पालनबाट व्यावसायिक सफलता। पुनले सुरुमा 3 घमबाट लोकल मौरी पालनको व्यवसाय थाल्नु भएको थियो। जब व्यवसाय फस्टाउन थाल्यो, उहाँले मौरीको सङ्ख्या बढाउन सुरक्षित तरिका अपनाउनु भयो। हालि मौरीले बनाएको कोटीलाई किराकाँटीबाट जोगाउने उपाय अपनाएर कोटीबाट सयौं मौरी उत्पादन भएका हुन्छन्। यी मौरी सक्षम भएपछि आफै घमबाट बाहिर निस्किन्छन्। हाल पुनका 24वटा घममा मौरी बसेका छन्। एक घमबाट वार्षिक 25-30 केजीसम्म मह उत्पादन हुने उहाँ बताउनुहुन्छ। मौरीले सिजन अनुसार घममा बाक्लो वा पातलो मह उत्पादन गर्छन्। लोकल मौरी 12 महिना मह उत्पादन गर्न सक्षम भए पनि वर्षमा 3 पटक मह निकाल्न सकिन्छ। महका प्रकार र विशेषता। चैते मह चैत महिनामा रुदेलो र असुरोको फुलबाट बनाइन्छ। स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। साउने मह साउन महिनामा चिउरी र असना फुलबाट तयार हुन्छ। यो अलि पातलो हुने गर्छ। कार्तिके मह कार्तिक महिनामा चिउरी र तोरीको फुलबाट उत्पादन हुने मह अलि बाक्लो हुन्छ। चैत र साउने मह अलि पातलो हुने भए पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। हाल बजार अभावका कारण कार्तिके र चैते मह प्रति केजी 1000 रुपियाँ र साउने मह प्रति केजी 500 रुपियाँमा घरबाट बिक्री भइरहेको पुन बताउनुहुन्छ। आम्दानी र बजारको अभाव। मह बिक्रीबाट वार्षिक करिब 1,50,000 रुपियाँ आम्दानी भएको पुन बताउनुहुन्छ। पुनका अनुसार स्थानीय मौरी पालन कृषकहरूले सरकारी अनुदान नपाएको गुनासो छ, जबकि विकसित मौरी पालक कृषकले अनुदान पाउने गरेका छन्। उहाँले यस विषयमा सरकारले व्यवस्था मिलाउन पर्ने माग गर्नुभएको छ। हाल पुनलाई शुद्ध मह विक्रेताको रूपमा चिनिन्छ। दैनिक 4-5 जना ग्राहकहरू मुख्य रूपमा घोराई 15 मधुटोल निवासी, सङ्गीत खड्का, नारायणपुर, लमई र अन्य आसपासका क्षेत्रबाट आउने गर्छन्। महको स्वास्थ्य लाभ। पुनका अनुसार बिहान मनतातो पानीमा 1 चम्चा मह घोलेर खाली पेटमा खाने गरेमा मानिस निरोगी रहन्छन्। मधुमेहका लागि महमा फापर, बेसार र चिराइतोको धुलो मिसाएर लामो समयसम्म खाने गरेमा मधुमेहका रोगीलाई फाइदा हुन्छ। हाड जोड्ने दुखेमा लोकल मौरीको महमा कुट मिसिएको प्रयोग गर्दा हाड जोड्ने दुखाइ कम हुन्छ। बाख्रा पालन र तरकारी खेती। मौरी पालनसँगै पुनले बाख्रा पालन र तरकारी खेती पनि गर्नुभएको छ। हाल उहाँसँग 7 माउ बाख्रा, 2 बोका, 27 पाठा र 25 पाठी छन्। बाख्रा पालनबाट मात्र वार्षिक 1 लाख रुपियाँ आम्दानी भइरहेको छ। त्यस्तै 2 रोपनी जग्गामा तरकारी खेती गरेर पनि राम्रो आम्दानी भइरहेको छ। खेतीको लागि आवश्यक पानी त्यही बारीको भित्तामा रहेको पानीको मुहानबाट उपलब्ध हुन्छ। स्थानीय विकासमा योगदान। पुन व्यावसायिक मात्र नभई सामाजिक रूपले पनि सक्रिय हुनुहुन्छ। उहाँ 2075-76 को वडा स्तरीय बजेटबाट 10 लाख रुपियाँको विद्युत परियोजनाको अध्यक्ष हुनुहुन्थ्यो। सो बजेटबाट पोलसहितको तार खरिद गरिएको थियो। पहिले सुकाखोलादेखि भिउडार हुँदै गतेरासम्म सानो गोरेटो बाटो मात्र थियो। त्यही बेला पुन अध्यक्ष, शिवलाल कोषाध्यक्ष र अन्य सदस्यहरू मिलेर मोटर बाटो निर्माण गर्न सफल हुनुभयो। यातायात सहज भएपछि गाउँमा चहलपहल बढ्यो, साथै जमिनको मूल्य पनि वृद्धि भयो। पहिले काठ मात्र बिक्री हुने यो ठाउँमा अहिले मह, बाख्रा, तरकारी जस्ता उत्पादनबाट राम्रो आर्थिक गतिविधि चल्ने क्षेत्र बनेको छ। उद्यमशीलता र प्रेरणा। पुनका अनुसार मह उत्पादन अन्य व्यवसायभन्दा खर्चिलो छैन। घरमा बेरोजगार भएर बसेका युवाहरूले मौरी पालन, बाख्रा पालन वा तरकारी खेती जस्ता व्यवसायबाट राम्रो आम्दानी गर्न सक्छन्। पदमबहादुर पुनको सफलता जीवन यात्राले बेरोजगार युवाहरूलाई स्वरोजगार बन्न प्रेरणा दिन्छ। उहाँको मेहनत, लगनशीलता र गाउँको विकासप्रतिको समर्पण सबैका लागि उदाहरणीय छ।